हेलो गाइस वेलकम बैक टु माय च्यानल। र आज चाहिँ फेरि माइसको स्टुडेन्ट लाइब्रेरी र मैले तपाईहरुलाई हिजो भनेको थिएँ तपाईहरुलाई म साउट आउट दिन्छु र कति दुईजनाले कमेन्ट गर्नुभएको छ, एसबी गेमर र शिवांश ब्लग। तपाईहरु दुईजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ र तपाईहरुलाई साउट आउट दिएको छु। र अन्साडी हिजो थियो हाम्रो आधा घर कम्प्लिट भएको हैन, आधा हाम्रो कम्प्लिट भयो। सो आज हो पार्ट 2 र पार्ट 2 पनि नसकेला, त्यसैले पार्ट 3 पनि आउनेछ यसको। अन्साडी आज के कसो हुन्छ सबै हेर्नु होला। मेरो हिजो पेट पनि बनाएको थिएँ मैले, हाहा दामी पेट हैन। ओके, सबसे पहिले चाहिँ यो ब्लक हैन, ब्लकलाई चाहिँ पहिले फोडेर हटाउने क्या, हटाउने 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 हटाउने। यहाँ चाहिँ स्ल्याब लगाऊँ क्या, फेरि धेरै ठाउँ अकुपेस गरौँ भनेर क्या। अन्साडी अब स्ल्याब 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 कहाँ छ यहाँ रहेछ, भेटेँ एक क्लिक चाहिँ छिटो। अब त्यहाँबाट यो स्ल्याब लिऊँ हैन, यही नै स्ल्याब लिन्छु यस्तो ठाउँमा। ओके, अब यहाँ लगाऊँ ला। के लियो मैले उल्फको लागि ड्रेस लिएँ। ओके, सो आउनु फेरि लगाउने 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 लगाइसकेँ। अन्साडी अगाडिबाट यस्तो छोड यस्तो हैन। अनि त्यस पछाडि यता छेउमा चाहिँ लगाउनु कि नलगाउनु, छन त छ, राम्रो देखिएला कि नदेखिएला। रियल हाउस बनाउने त लगाउनै पर्छ, तेरो लगाउँछ है, केही छैन लगाउनै पर्छ, किनकि रियल सेम टु सेम भने अगाडि पनि छ नि त, लगाउनु त पर्यो, नलगाएर हुँदैन। ओके, सो अब यो चाहिँ लगाउँदैछु। लाग्यो यता पनि भइसक्यो साडी। अन्साडी जाम अब यतातिर। यो चाहिँ मेरो घरको मेरो रुम अलि कालो छ हैन, एकछिनमा लाइटनिङ पनि लगाउनुपर्छ, लाइटनिङ मतलब लाइट लगाउनुपर्छ। अब यता छेउको चाहिँ दिवाल बनाऊँ, छेउको दिवाल बनाउँदै यता चाहिँ झ्याल छ क्या एउटा ठुलो खालको, त्यो झ्याल बनाउँछु किन भन्छु यार, बनाउँछु। अन्साडी हिजो चाहिँ भिडियोमा यस्तो राम्रो रेस्पोन्स आएको थियो। फर्स्ट भिडियोमा त 32 भ्युज आयो, अहिले आएको छ 32 भ्युज। अनि त्यस पछाडि आएको छ हाम्रो 67 भ्युज, 67 हैन। अनि त्यस पछाडि हिजो त भिडियो हालेन, त्यसको लागि सरी, भिडियो बनाउनै पाइनँ। त्यो अहिले बनाउँदैछु, अहिले 8 बजेसम्म भिडियो बनाइसकेर अहिले 9:55 भइरहेछ आजको हैन। आज 3 महिना 3 गते हैन, 3 तिगडा काम बिगडा भइरहेछ। आज चाहिँ फेरि आज 3 को महिना 1 गते, अहिले 9:56 भयो। अहिले ठ्याक्क मैले यो एडिट गर्दैछु, अहिले जतिखेर भने ठ्याक्क 9:56 14 सेकेन्ड भयो। ओके, यतिखेर गर्दैछु, बिहान 6 बजे अपलोड गर्छु। ओके, एकैचोटिमा हेरियो भाइ। तपाईँलाई भन्नु चाहिँ ब्लू किन आयो, एडिटिङ गर्दै थिएन, कहाँबाट के लाग्यो मुला सागर हटाउनु खोजेको हटेन। सो एकछिन एडजस्ट गरिदिनु। हिजोको नि भिडियो अलिकति बिग्रिरहेको थियो, माइक बिग्रेर, अहिले न्यू माइक छ। हिजो त कस्तो बनाउँदा माइकै बिग्रियो। अन्त मलाई थाहा थिएन क्या, फेरि जब लास्टमा एडिटिङ गर्न आयो नि, एडिटिङ गर्छु त आवाजै आउँदैन। अन्साडी एडिटिङ आवाजै नआएपछि ब्याकग्राउन्ड भोइस हालेको, मतलब अब पछिबाट भोइस हाले पछाडि दामी क्वालिटीको क्या, अब दामी क्वालिटीको के अरे साउन्ड आउँछ हैन। त्यही दामी क्वालिटीको साउन्ड आएको कारणले अलरेडी भिडियो बनाएर पछिबाट चाहिँ म यही गर्छु क्या, पछिबाट साउन्ड हाल्छु। अनि हेर्नु उताबाट फुलहरू टल्किरहेछ, ब्लूको बिचमा दुईवटा रेड कलरको भूत नसम्झिनु है, एडिट गर्दाखेरि रेड कलरलाई टल्किने बनाइदिएको थियो क्या। यता जोम्बी पनि छ, मेरो पेट उता अगाडि बसिरहेछ, तपाईँले देखाउँछ अहिले एकछिनमा। मेरो कुत्ता हिजो पनि देखाएको नि तपाईँलाई, मेरो कुकुर हिजो तपाईँलाई देखाएको पेट। अन्साडी यता यसरी बनाउँदै अगाडि हाम्रो घर पनि छ। अन्साडी भोलि अरू के भोलिको भिडियोमा चाहिँ, भोलि मतलब यो त भोलि नै अपलोड गर्ने मतलब तपाईँको लागि भोलि हुन्छ, त्यो भोलिको भिडियोमा चाहिँ के अपलोड गर्ने हैन, त्यो पनि सोच्नुपर्छ। अन्साडी अपलोड गर्नुपर्छ, अझै राम्रो भिडियो ल्याउँछु, लाइक एन्ड सब्सक्राइब गर्नु है। अन्साडी अझै राम्रो रेस्पोन्स ल्याउनु, कमेन्ट चाहिँ गरिदिनु कि प्लिज, एउटा कमेन्ट गरिदिनु न। तपाईँलाई सबलाई सब्सक्राइब पनि गर्छु अनि मलाई सब्सक्राइब पनि गर्दिनँ, मेरो सब्सक्राइबरलाई म सब्सक्राइब गर्ने पनि काम गर्छु। के त रेड टल्किरहेछ उहाँहरू न, यताउति सबै रेड कलरको टल्किरहेछ। कति छिटो हिँड्छ हौ स्केलेटन पनि, रुखको तल गएर बस्छ साले, अहिले पनि बिहान लागिरहेछ क्या हो। अब यताबाट त क्या दामी, कति लाम्चो घर हो क्या,
यत्रो नि लामो त छैन मेरो घर तर पनि कति लाम्चो अब पछाडि अहिले बिहान हुन्छ एडिटिङ भनेर चाहिँ फेरि के भन्छु म के भन्छु हौ अहिले बिहान हुन्छ अब फेरि अब यो अहिले गेमभित्र बिहान हुन्छ गेमभित्र बिहान हुन्छ पछाडि ब्यान्ड होइन नि बिहान मर्निङ अनुसारी त्यति बेला चाहिँ गुड क्वालिटी आउँछ तर अहिले चाहिँ अलिकति एडजस्ट गरिदिनु होइन अलिकति एडजस्ट गर्नु नै पर्छ अब चाहिँ यो मेरो फोर्थ भिडियो हुनेछ फोर्थ भिडियोमा नि हिजोको भिडियोभन्दा अति राम्रो रेस्पोन्स ल्याइदिनु होला हिजो 200 भ्युज कट आज 300 भ्युज कटाइनु होला यो भिडियोमा चाहिँ हजुरहरूलाई म ढोक्छु हजुरहरूले गर्दा नै उ त सबै भएको होइन हिजो 200 भ्युज आयो म त यति खुसी भएको एकछिनलाई त म रोइ नै सकेको थिएँ क्या अनुसारी यता बनाउँदै अब यता पुरै बनाइसकेँ होइन पुरै मतलब अलिकति अलिअलि बन्दै जाँदैछ पछाडि ग्लिच भएको जस्तो छ हौ अनि त्यस पछाडि अब यो भइसक्यो ओ दामी डेट छ नि फेरि तपाईँलाई लाग्ला कि मलाई ह्याङ भयो तर मोबाइल ह्याङ भएको होइन एडिटिङ त तपाईँलाई एकछिन झुक्कानलाई क्या मैले तपाईँलाई नि अड्के ला भनेर अन्त त्यही हो क्या च्याट पनि अनेबल भएछ मेरो कुत्तामहरू जोम्बीहरूले मारिदिएछ हालाहरू कस्तो खन्का तपाईँले त्यहाँ देखाइदियो नि यार मलाई म छोडिदिन्छु सबलाई छोडिदिन्छु आज म मारिदिन्छु साला अर्को भिडियोमा मोड ल्याएर रोप्पा गरेर काटिदिन्छु साला यो क्रिपर पनि मर सालाहरू मलाई मार्दै खाने यार डार्कनेसले केही देखेन ल सरहरूको म के गर्छु अब रुक्ने एकछिन यिनीहरूलाई त आगो लगाउँछु तपाईँहरूले लाइट पनि आउँछ आगो लगाएर मार्छु ज्याठाहरूले साला मर्छ मेरो हातबाट साला आगो लाग सालाले जिन्दै आगो लगाउनुपर्छ यताउति सबै आगो लगाइदिन्छु म कोही पनि बस्दैन यताउति सबै आगो लगाइदिन्छु सालाले मेरो कुकुरलाई मारिदियो म यति खुसी हुँदै थियो तपाईँले देखाउँछु भन्दै थियो यार नदेखाउनु पाइकन मारिदियो ज्याठाहरूले भित्र अझै घुम्दैछ अब रुक यताको अलिकति गरिहाल्यो त्यहाँ आउँछु म तेरो हेर्न आउँछु म त्यहाँ होइन सो आजको लागि यति नै मिलाउला अर्को भिडियोमा आज पार्ट 3 भयो हिजो सबैलाई चाहिँ म साउट आउट दिनेवाला छु सो आजको लागि यति नै टाटा बाइ बाइ